हेलो, जय मसी तपाईँहरू सबैजना मेरो फेसबुकमा हुने साथीहरूलाई। म चाहिँ आज घरमा छु, त्यही भएर आज दाउरा काट्नु गएको। म दाउरा काटिरहेको छु, ल्याउनु गएको। म तपाईँहरूलाई दाउरा काटेको, दाउरा ल्याएको पनि म देखाउने छु। हाम्रो बस्तीतिर चाहिँ कस्तो हुन्छ भन्ने कुराहरू है। अब दाउरा बर्खा लाग्छ, अनि बर्खामा ठन्डामा आगो नतापी हुँदैन। अन्त यस्तो छ, डोको चाहिँ यो हो, हाम्रो डोको यस्तो हुन्छ है। अनि यस्तै छ, धेरै वर्षमा मैले डोकोमा हात लगाएको, त्यही भएर अब जानुपर्छ है। अनि यसमा चाहिँ बोरा लगायो भने मात्रै हुन्छ, नभए त बिजाउँछ है। यो चाहिँ मेरो किचन हो, किचन लथालिङ भइरहेको छ। अहिले आएर गर्छु, यहाँ लथालिङ छ। अहिले आएर काम गर्नुपर्छ, पहिला बाहिरको काम गर्नु पर्यो, घाम छ है। अनि घाममा एक्लै छु घरमा, के गर्ने। अब यस्तो गर्नुपर्छ है, अनि यस्तो गर्नुपर्छ। अब जाँदैछु है, यहाँ छ है मैले फुलहरू रोपेको, फुलहरू रोपेको छु। अब यहाँ आइतबार भाइहरूले कटेरो बनाइदिनुहुन्छ, दाउरा राख्ने, पानी तताउने जग्गा यस्तो छ। हाम्रो बारीहरू यस्तो छ। अब गइरहेको छु। धन्यवाद कि स्तुति गाऊँ। मैले धनियाँ हेर्नुहोस् है, यहाँ धनियाँहरू। हाम्रो गाउँ चाहिँ यस्तो छ है, बस्तीको, हाम्रो बस्ती हो यो। हामी चाहिँ प्रायः बजारमै बस्छौँ बेसी चाहिँ। अनि घरमा चाहिँ बेला बेलामा आउँछौँ, आएर चाहिँ घरमा काम गर्नुपर्छ। आया, एक्लै छु, के गर्ने। अस्ति मैले यहाँ दाउरा काटेर सुकाइरहेको है। अनि यहाँ यस्तो छ जङ्गल, हाम्रो आफ्नै जङ्गल हो है, दाउराको जङ्गल। रुखहरू पालेको, यहाँ पनि छ दाउरा। पहिला अलिक टाढोको ल्याउँछु, आज जङ्गल देखाएको। यस्तो हुन्छ है बस्तीको जङ्गल चाहिँ। यो चाहिँ फरेस्ट होइन, आफ्नै बारी हो। यहाँ छ, गन्तव्यमा आइपुग्यो। अब भारी हाल्छु। अब मैले भारी लगाइसकेँ। मैले अस्ति यहाँ दाउरा काटेर राखेको थिएँ, भारी लगाइसकेको छु। घनघोर जङ्गल हेर्नु होला, यस्तो छ जङ्गल है। कति दिदीबहिनीहरूले भन्नुहुन्छ, दाजुभाइले भन्नुहुन्छ, म त सहर बसेको धेरै भयो, म जान्दिनँ, भारी बोक्नु जान्दिनँ, घाँस काट्नु जान्दिनँ है भन्छ नि। उनीहरूको लागि हो। मैले पनि धेरै वर्ष यो गाउँ बस्ती छोडेर चाहिँ धेरै म परदेश गएँ है कमाउनको लागि। अब लास्टमा चाहिँ घुमिफिरी लुम्रेटार भन्छ नि है, त्यही भएर फेरि पनि म घुमिफिरी आफ्नै
जग्गा है गन्तव्यमा आएको छु। अनि यो चाहिँ हाम्रो जङ्गल हो। अनि मैले 2 भारी लगिसकेको छु दाउरा है। अनि आज हाम्रो भाइ बहिनी छोराछोरीहरूलाई देखाउन है सिकाउनको लागि चाहिँ हामीले जस्तै भए तापनि हाम्रो आफूले गरेको कामहरू चाहिँ कहिले पनि नभुलिनु भनेको कारणले मैले यो भिडियो बनाएको है। अनि हामीले आँट्यो भने चाहिँ सक्छौँ क्या, सक्दिनँ भन्यो भने चाहिँ सक्दिनमै हुन्छ है। अनि मलाई चाहिँ धेरै वर्ष नै परमेश्वरले मलाई सहायता गर्नुभयो भारी बोक्नु है। मेरो वृद्ध अवस्था भएको बाबा हुनुहुन्छ, भाइहरू सबै आफ्नो आफ्नो घर बनाएर टाढो टाढो जानुभयो। साह्रो टाढो त होइन है, आफ्नो आफ्नो जग्गामा जानुभयो आफ्नो आफ्नो इच्छाले है। उनीहरू अहिले कोही पनि चाहिँ नर्मल घरतिर पहिलाको जस्तो घरतिर बस्नुहुन्न, सबै अहिले बिल्डिङतिर बस्ने है, महलतिर बस्ने इच्छा हुन्छ अहिलेको मसिनो आउने नानीहरूलाई है। अनि आफ्नो आफ्नो घरमा बनाएर जानुभयो। अनि मूल घरमा चाहिँ म बसेको छु, मेरो बाबा है। अनि त्यही भएर आज म दाउरा बोक्दैछु, अरू त के भन्नु र है। आज दाउरा बोक्दैछु, धेरै काम छ मेरो, यति डरलाग्दो काम छ। अन्त त्यही भएर आज चाहिँ दाउरा बोक्ने क्रममा छु। अनि तपाईँहरूले पनि बोक्नु होला दाउरा। यहाँ मात्रै नभएर माथि पनि छ दाउरा, हेर्नु होला। तपाईँहरूलाई म देखाउँछु, धेरै जग्गा काटेर राखेका छौँ। बर्खा लाग्नुभन्दा अगाडि चाहिँ हामी यसरी दाउरा काटेर राख्छौँ। यहाँ हेर्नु होला दाउरा, यसरी दाउरा काटेर राख्छौँ। अनि बर्खामा सजिलो हुन्छ, ठन्डा महिनामा सजिलो हुन्छ दाउरा ताप्नु, आछुछु गर्नु पर्दैन है। अन्त यो रुख हेरिहाल्नु होला। यस्तो छ, धेरै छ, तपाईँहरूलाई देखाउँछु हाम्रो बारीहरू। आज म तपाईँहरूलाई देखाउँछु। यो कुनै फरेस्ट होइन है, यो फरेस्ट होइन, आफ्नै हो, आफ्नै जग्गा हो। यहाँ हाम्रो यता छ, यस्तो छ है। अनि कतिले भन्छ नि हाम्रो ठुलो बारी छ, हाम्रो पनि एकदमै ठुलो बारी छ है। अनि मेरो भाइ बुहारीहरूले पनि रुखहरू हेर्नु, हेरचाह काट्नुहुन्छ। योभन्दा ठुलो त उतापट्टि छ, अझै योभन्दा ठुलो उतापट्टि छ। अनि यहाँ तल देख्ने जङ्गलहरू हेरिहाल्नु होला है। यो चाहिँ हाम्रो दाउरा काट्ने जङ्गल हो, आफ्नै बारी। अन्त अब चाहिँ म भारी बोकेर जान्छु। परमेश्वरको महिमा भएको होस्, परमेश्वरले सृष्टि गर्नुभएको जग्गा, मानिस जातिको लागि कमाइ खाने है, उमारेर खाने जग्गा परमेश्वरले बनाउनु भएको छ। अनि अब म जान्छु भारी बोकेर। हालेलुया, यसो हेर्नुहोस्। अब चाहिँ म भारी बोकेर जाँदैछु है। हामीले उहिले यसरी नै भारी बोकेको यहाँ हेरिहाल्नु होला। हाम्रो भाइ एकजना, हाम्रो विश्वासी भाइले, सोनाम गोलेले यसरी दाउरा बोकेको देखाउनु भएको थियो। अनि मैले पनि दाउरा बोकेको देखाएको छु। म पनि गोले भएको कारणले आज रिना गोलेले पनि यसरी दाउरा बोकिरहेको छ, हेर्नु होला। दाउराको भारी हेर्नु, दाउराको भारी यस्तो छ। तपाईँहरूलाई देखाउनु मन लाग्यो आज मलाई है।
कति खाएको घुमेको मात्रै हेर्नुहुन्छ, यस्तो पनि देखाउँदैछु, हेर्नु होला। बाटो यस्तो छ। हालेलुया, परमेश्वरको महिमा भएको होस्। यति खुसी, यति आनन्द परमेश्वरले दिनुभएको। एउना 14:27 तिमीहरूलाई म संसारले दिने शान्ति होइन, आफ्नै शान्ति दिन्छु। साँच्चै नै हो रहेछ। हामी है जस्तै सुकै परिस्थितिमा गए तापनि परमेश्वरलाई महिमा दिन चाहिँ भुलिनु हुँदैन रहेछ। यति खुसी, यति आनन्द परमेश्वरमा रहेछ भन्ने कुरा परमेश्वरलाई चिनेर अनुभव गर्नु पाइयो। अब आउँदैछु जङ्गलबाट, लडाउँछ कि क्या हो यो नरकटले। अब आइपुग्नु आँट्यो घरमा पनि कोही छैन, केही छैन, काम गर्नु परेको छ। घरमा पनि काम त्यत्तिकै छ र पनि खुसी लाग्छ। परमेश्वरलाई महिमा भएको होस्। हालेलुया। जसको घरमा यीशु छ कति आनन्द छ, कति आनन्द छ, कति आनन्द छ। यहाँ हेर्नु होला, यी कटेरो यस्तो भनेर अब बनाउनु पर्छ। मैले रोपेको फुलहरू आइसक्यो। यतातिर मेरो घरहरू, यहाँ हेर्नु ठुलो घर हो, यो किचन हो है। रायोको सागहरू माथि मोटर भलिरहेको छ। यहाँ पानी बसालिरहेको छु बाहिर। ल धन्यवाद प्रभु। अब आज चाहिँ यति नै देखाइरहेको छु ल। जय मसी, गड ब्लेस यु।